पैसा चाहिँ मैले जितेँ। हेलो नमस्ते, हामी फेरि आएको छौँ एउटा च्यालेन्ज लिएर र जित्नेलाई चाहिँ रहेको छ 1000 रुपैयाँ र हार्नेलाई छ काँचो अन्डा। हार्नेले चाहिँ काँचो अन्डा खाने पर्ने हुनेछ र च्यालेन्ज रहेको छ। हामीले आज करेन्ट र अन्डा लिएको छौँ, देख्न सक्नुहुन्छ हजुरहरूले। अनि हामीसँग कोक पनि रहेको छ। त्यसो गर्नु ल एकचोटि सक्खर बिचबिचमा चाहिँ हामीले कोक खानु पाउँदैनौँ, पानीहरू केही खानु पाउँदैनौँ। सुरुमा चाहिँ हामीले यो खाएर सक्नुपर्नेछ र जसले छिटो खान्छ त्यही चाहिँ विनर हुनेछ र हार्नेले काँचो अन्डा खानुपर्ने हुनेछ। हाम्रो भिडियो लास्टसम्म हेरिदिनु होला, इन्जोय गर्नु होला हाम्रो भिडियो। हामीले चाहिँ यहाँ एउटा करेन्ट र एउटा बिस्काले गजबको पिरो मिसाएको। गजबको पिरो पनि एकदम गजबको मिठो हुन्छ भाइ, मिठो गाइज। खानुभएको छ एकचोटि टेस्ट गर्नु। होप सबैले खानुभएको छ होला र अझै एकचोटि खान्छ मिठोको गरीमा कोक खानै पर्यो। भन्न बिर्सेको गाइज, यहाँ चाहिँ मेरो छेमा हो। आज चाहिँ मेरो भाइ र बहिनी दुइटै छैनन्। कति मेला सक्नु पनि भने त्यस्तो गर्नु पर्दैन, खाने जसले सक्ने अनि त्यहाँ देखाउने गरेर म खान सक्ने छैन। अनि भयो त्यति भयो। हार्नेलाई काँचो अन्डा 1 2 3 ल। छैन बराबर हो। सरी आजको विनर चाहिँ मोबाइल झन्नै निस्किएको भाइ। उहिले पनि बहिनीसँग हारेर काँचो अन्डा खाएको। ल फाइनली यो पैसा चाहिँ मैले जितेँ। अब आखिरतिर चाहिँ काँचो अन्डा खानु पर्यो। तर यति मात्र बाँकी छ के, नखाइदिन्छ होला। गोडले जितेँ मैले है। त्यो खानुपर्छ फेरि बल्ल भिडियो फेरि सुन्नु नि। ल अब हेर्नु, अब हजुरलाई खाएर पनि देखाउनुहुन्छ। हाम्रो आखिर त्यसो स्टार्ट गर्ने काँचो अन्डा खाइ है मेरो हाल खराब हुन। हालेर काँचो अन्डा हेर्न सक्नुहुन्छ क्या। नसुनकै बनाउँछ फेरि आजलाई यति नै गाइज, माया गर्नु होला, सपोर्ट